HD देवासको पूजाहरू लिभिङ गड जस्तो फुलपाती रोमा दिदी आमा त यहाँ प्र्याक्टिस हुँदैछ रेडी आमाहरू फुटलाइट डान्स एकाडेमीका आमाहरू लु अब ड्रेस एन्ड फाइनल रिहर्सल एकछिन लु सबैको याद क्याप्चर हुनेछ यहाँनिर Hey guys, welcome back to Furba's channel. So आज चाहिँ मैले फुर्बाको च्यानललाई ह्याक गरेको छु किनकि he is quite busy for what? For फुलपातीको लागि चाहिँ अब हामीहरू जाँदैछु गोपीमन जयगाउँको फुलपाती हैन. सो हर साल हामीले मनाउँछ र यो साल चाहिँ हामी दुईजना सँगै भएको छ. अन्त म चाहिँ को हो भन्दाखेरि अब ब्लग चाहिँ स्टार्ट गर्यो तर म को हो सो म चाहिँ यसको साथी हो हैन. अन्त हामी चाहिँ अब टाढो टाढो बस्छ अर्को जग्गा बस्छ त्यही भएर हामी बेसी भेट्नु पाउँदैन. तर आज चाहिँ हामीहरू भेटेर चाहिँ अब हामी जाँदैछ. कहाँ जाँदैछ हामी? आज हामी जाँदैछौँ फुलपाती. मेरो एकाउन्ट ह्याक भयो. अकुपाई गरे केटीले मेरो एकाउन्ट अकुपाई गरे. मलाई कहाँ हालेको छ भित्र होइन बाटो देखाइदियो. कहाँ जाँदैछ त्यो चाहिँ बाटो देखाइदियो न. बाटो चाहिँ यस्तो छ डरलाग्दो बाटो छ. म चाहिँ अब केटी पारेर बसेको छु हो. यसको मलाई के भन्नु छैन. म बसेको छु केटी पाराले. हुनु त म केटी हो तर म जिन्दगीमा फर्स्ट टाइम पनि भन्थेँ बाटो यस्तो छ. ओइ मेरो खुट्टा लाग्यो यहाँ. यहाँ तिमी बस्दैन त उत्र हरामी रहेछ हौ. यसले चाहिँ मलाई बिच बाटोमा उतारेको छ अन्जान उयसमा. पक्र अब चाहिँ म केले पक्रिनु. ओइ हामीलाई कराउँदैछ यो बाटो किन हिँड्नुहोस् भनेर कि यो चाहिँ मलाई छोडेर कहाँ गयो. ओइ मर्छस्. फुलपातीको दिनमा चाहिँ रिस नउठ है भाइ. सुरुपाती खुकुरी निकाल्छु नि फेरि. र आज चाहिँ तपाईँले यसलाई भन्दा बेसी मलाई देख्छ यो ब्लगमा. र मेन रोडमा निस्केर चाहिँ फाइनली हामीहरू जाँदैछु गोपीमन होइन. म चाहिँ अलिकति भुल्ने बिमार छ मलाई चाहिँ बिर्सेको बिर्से गर्छु. गोपीमन जाँदैछु. गोपीमन के जान्छ हामी? गोपीमन के जाँदैछ? त्यहाँनिर हाम्रो गाउँ घरको समाजहरू सबैजना त्यहीँनिर छ नि त. जयगाउँको जति पनि समाजहरू सबै त्यहाँ आउँछ. त्यहाँ भेला हुन्छ. त्यहाँ गएर चाहिँ स्टार्ट हुन्छ हाम्रो रेली. यस त्यहाँबाट चाहिँ हाम्रो र्याली स्टार्ट हुन्छ होइन. अन्त त्यहाँ चाहिँ हामी नाच्दै गाउँदै हिँड्छ र आइ एम सो एक्साइटेड. र लास्टसम्म बस्नुहोस् जयगाउँको बाटो है. ब्याट्री र साथी हुन्छ लास्टसम्म बस्नुहोस् तपाईँहरू. ल देखाउने गर्छु तपाईँहरूलाई फुलपाती. सबसे पहिला हाम्रो समाज आएको रहेछ. ओ आन्टी के भन्नुभएको? हाम्रो आमाले के बिचो गरेर बसेको जस्तो. खै हाम्रो भाउजू चाहिँ मैले एउटा खाएको कि यो आमा यस्तो डेन्जर बनायो कि फुलबाले चाहिँ गिनायो. यो खाएको कि उसले यो चेस्टमा पैसा मलाई लुट्यो. स्कुलमा लुट्यो. खालि लुट्नु मात्रै हो. यो चाहिँ मम्मीहरूलाई गरममा यता सर भएको के फाइदा हो. यति पनि किनिदिनु सकेर भने साथीलाई. ला मेरो उयो आउँदै रहेछ हौ. हात आउँदै रहेछ. सो गाइस यो चाहिँ हो हाम्रो गोपीमन ग्राउन्ड होइन. अन्त यसमा चाहिँ अहिले सबैजना भेला हुन्छ. फर्स्ट चाहिँ हाम्रो मात्रै आइपुगेको छ हाम्रो समाजको मात्रै. फुर्बा चाहिँ गयो आफ्नो उयसमा के अरे आमालाई कोक दिनुको लागि. यति राम्रो आज्ञाकारी छोरा छ हाम्रो फुर्बा सिङ्गे साङदेन लामा चाहिँ. र उसले चाहिँ यहाँ आमाहरूको ग्रुप यहाँ बसिरहेको छ. त्यही भएर चाहिँ संस्कारी छोरा. साथै सिद्धिमान राई मेमोरियल ग्राउन्डका समितिद्वारा आज स्वयंसेवक गरिँदै छ. र म सम्पूर्ण हाम्रो दाजुभाइहरूलाई अनुरोध गर्दछु हजुरहरूले कृपया गरी अब
के गर्नु लाग्यो बहिनी त के लाग्यो भने के गर्नु लाग्यो जस्तो What is this behavior? ए भगवान यता लाग्यो होला त र गयो म अनुरोध गर्दछु मञ्चदेखि अति आदरणीय दाजु श्रीमान सुधीर मोक्तानज्यूलाई तपाईले रेजिस्ट्रेसन टोलीहरूलाई धन्यवाद। चौथोमा बराइचे बस्ती, पाँचौँमा गुराँस युथ एसोसिएसन, छठौँमा खस उत्पादी, सातौँमा भानुभक्त समाज, आठौँमा देउराली समाज, नौमा हातगोला समाज र 10मा हिमाली टोल भन्न छ। यसै क्रमले शोभायात्रा प्रारम्भ भइरहेको छ र त्यसैले देउराली समाज अगर फेंक निकले तो सबको पता चलता है, इसलिए मैं हमेशा शॉप करता हूँ सिर्फ मिंत्रा पे, जहाँ पे मिलते हैं। कसो गयो तिमी रोमा दिदी सबैजना ड्रेस लगाएर एकदम मजा आउँदैन नि त्यसलाई किने भन्छ सबै घुमिरहेको रातिको गाउँ तपाईँहरू साथी रेडी भएको छ। अब आमाहरू ग्रुप हेर्नु रेडी भएको गाउँ सबैलाई सबै डान्सहरू सबै गरेर सो यहाँ
आमा त यहाँ प्र्याक्टिस हुँदैछ रेडी आमाहरू फुटलाइट डान्स एकाडेमीका आमाहरू लु अब ड्रेस एन्ड फाइनल रिहर्सल एकछिन लु आस्तो फुल भिडियो चाहिँ म युट्युबमा हाल्छु ल सो हाम्रो आमा गुप्ता सेक्सन यहाँ छ ल हो दिदी ढिलो आउनु गयो दिदी बिमार रहेछ होइन फुटलाइट एकाडेमी का प्रशिक्षक हाम्रो भाइ उहाँ एक र यहाँहरूको यो नृत्य आमाहरूप्रति समर्पित रहेको छ। समाज का प्रस्तुत हुई ओइ चन्दा के गरे कि देखिनस् यहाँ यसो टाकन टुकन काम गरेको नि अनि माथि खोलामा मेला लागेको रहेछ नजाने त ओहो बसे एकदमै एनर्जेटिक थियो, ह्याङ्की थियो। नानीहरू पनि आइदिनुहोस्, सबैजना आइदिनुहोस्। फिफ्थको फिफ्थ चाहिँ हाम्रो भानुभक्त समाज एनर्जेटिक डान्स थियो है, अगाडि आइदिनुहोस्। फोर्थ हाम्रो नेभर गिभ अप डान्स थियो। उहाँ नानीहरूले डम्फु लिएर नृत्य गर्नुभयो। नानीहरूको हाइली एनर्जेटिक डान्स थियो। साथैमा डम्फु उहाँले यति स्किलफुली केटाकेटी दुईजनाले डम्फु युज गर्यो है, एकदमै राम्रो त्यो नृत्य। नम्बर 3 मा हाम्रो आउँदैछ मारुनी नृत्य। यति राम्रो गर्यो नानीहरूले। रक्षा गुरुङको नानीहरूले, उहाँहरूको अरू पनि मारुनी नृत्य हामीले पहिला हेरेको थियौँ, तर यो मारुनी नृत्यमा हामीले के स्पेसल देख्यौँ भने उहाँहरूले दियो युज गर्नुभएको थियो। उहाँहरूले
खै कहाँ छ फिफ्थ मारुनी नृत्यले सबै जति पनि प्रप ल्याउनु भएको थियो युटिलाइज गर्नुभयो अनि नेक्स्ट सेकेन्डमा छ खोक्ला तोरीबारी फर्स्टको चाहिँ म खालि तपाईँहरूलाई कारण मात्रै भन्दैछु है यो चाहिँ एकदमै फर्स्ट टाइम हामीले देख्नु पायो सायद बहुत सालदेखिको मैले पनि जजमेन्ट गरिरहेको छु कन्सिस्टेन्टली तर यति राम्रो आउट अफ बक्स थिम लिएर आउनुभयो सबै हाम्रो नेपालीको कम्युनिटीलाई उहाँहरूले झल्काउनु भयो त्यो डान्स अब तपाईँहरूलाई अहिले यहाँबाट घोषणा गर्नुहुन्छ सो गाइस फर्स्ट एन्ड थर्ड दुईटा ग्रुप आयो हाम्रो र यो प्रथम द्वितीय तृतीय चौथो र पाँचवा पुरस्कारको निम्ति म हाम्रा प्रेसिडेन्ट अप्पु गुरुङ ज्यूलाई मञ्चमा आइदिने आग्रह गर्दै चाहन्छु र सेकेन्ड प्राइज प्रदानको निम्ति अभिषेक राठौर जो यो ट्रफीको प्रायोजक हुनुहुन्छ र थर्ड प्राइज प्रदानको निम्ति हाम्रा थाना प्रभारी मिङ्मा गर्जा सरलाई पनि मञ्चमा आइदिने आग्रह गर्न चाहन्छु फिफ्थ प्राइज विनर हुनुहुन्छ भानुभक्त समाज फोर्थ प्राइज प्रदान गर्नुको निम्ति दुर्गा राई नृत्य प्रतियोगितामा प्रथम पुरस्कार विजेता हुनुहुन्छ देउराली समाज यहाँलाई धेरै धेरै बधाई र यो पुरस्कार प्रदान गर्नको निम्ति हाम्रा आयोजक समितिका अध्यक्ष श्रीमान अप्पु गुरुङजीको बाहुलीबाट यो प्रथम पुरस्कार वितरण गरिरहेका छौँ हजुरहरूलाई फुलपाती बडा दशैं भाइटिका देउसे भैलेको अग्रिम शुभकामना दिँदै हाम्रो अध्यक्ष अप्पु गुरुङज्यूलाई आजको यस साँझमा धन्यवाद ज्ञापन साथै समापन गरिदिने पुरस्कार विजेता देउराली समाज यो चाहिँ हो नेक्स्ट डे होइन हिजो हामी विनर भयो होइन सक्नु विनरको ट्रफी फर्स्ट उनीहरूको ग्रुपले सेकेन्ड उनीहरूको ग्रुपले अन्त यो भाइ हिजो रुको थियो फर्स्ट भाइ किन रुको हिजो इमोसनल भएर किनकि हिजो भिडियो बनाउनु पाइँदैन यस्तो बिजाएको थियो तिमी मम्मीसँग गएर नि यो चाहिँ फिफ्थको कप कत्रो छ हेर्नुहोस् यहाँ कहाँ गयो
फिफ्थ कप कस्तो छ नि त म यहाँ हेर्नुहोस् ल ट्रफी जुन चाहिँ हाम्रो पहिलाको फर्स्टको ट्रफी छ भने चाहिँ यो फर्स्टको ट्रफी होइन फर्स्टको ट्रफी भन्दा फिफ्थको ट्रफी ठुलो छ होइन नै हो यो फर्स्टको त नभन्दा पनि हुन्छ फर्स्टको ट्रफी यहाँ देखाउँछ फर्स्टको ट्रफी यहाँ देखाउन अम्बो हेर्नुहोस् होला प्रथम तर हाम्रो हिजो अस्तिको ट्रफी कहाँ छ अस्तिको अस्तिको ट्रफी चाहिँ यहाँ चाहिँ अस्ति पनि फर्स्ट आएको छ यिनीहरू हो यो माथिको टुप्पो त भात छ यो हेर्नुहोस् होला अस्तिको पनि फर्स्ट छ यिनीहरू चाहिँ के हुन्छ भने नानीहरू फर्स्ट यिनीहरूले जब पनि जितेर आउँछ नि हरेक साल ट्रफी भाँचिरहेको हुन्छ बेसी ए गरेर क्या अब उता गएर भेट्छु र त्यो ट्रफी चाहिँ यो पाइन्छ लम्बु रहेछ होइन यो पाइन्छ लम्बु रहेछ अम्बो यो पाइन्छ बराबर रहेछ त्यो ट्रफी त देखिनुहोस् यहाँ यसो टाकन टुकन काम गरेको नि अनि माथि खोलामा मेला लागेको छ नजाने त ओहो भुसुक्कै बिर्सेछु मैले त अप्पै यो त अघि चिटिक्क परेर आइछ नक्कली ओइ सुन्न 4 सालको सोल्टीहरू नै आउने अरे यसपालि चाहिँ छोड्नुहुन्न है ल अबेर हुन्छ यसो खाजा पानी तँ यो बोक म यो बोक्छु जोडले है जोडले निजले है माथि खोलामा मेला पनि लाग्नु यति राम्रो सोल्टिनीहरूसँग भेट पनि हुनु कस्तो जोजन मिले भाइ गिरे हो यो कुरा चाहिँ 16 जना खतमा गयो हौ साने बरु यसो नाचगान गरेर रङ्गरसा पो गर्ने हो कि कसो सोल्टिनी हामी निकै कम यसपालि त सोल्टीहरूलाई जितेरै छाड्ने होइन त चन्दा हो नि ल सुरु गरौँ जन्मेका हुन् गौतम बुद्ध नानी सो हाम्रो नानी के आयो फर्स्ट आयो जानु न जानु फुटबललाई जानु भयो हाम्रो दादा गयो फर्स्ट र धेरै धेरै बधाई हाम्रो फुटलाइट डान्स एकाडेमीको हाम्रो सम्पूर्ण टिमलाई आजको यस फुलपाती तपाईँहरू फर्स्ट हुनु भएको छ तर यो कार्यक्रम जति पनि छ उहाँहरूकै स्वरूप यहाँनिर भइरहेको छ है हाम्रो प्रेसिडेन्ट सेक्रेटरी सबैजना यहीँनिर हुनुहुन्छ उहाँहरूकै बौलीबाट तपाईँहरूलाई अब यो पुरस्कार प्रदान गर्ने नै छौँ र त्योभन्दा अघि हामी यस स्टेजमा आजको यस क्यास चाहिँ हाम्रो उहाँहरूलाई धेरै धेरै बधाई म पनि फोटो त खिचौँ न होइन सबैको याद क्याप्चर हुनेछ यहाँनिर हजुर ओके ओके ओके
ल ठिक छ